ए वाज गोइन साथी हो आज चाहिँ हुन्छ नि म तपाईँलाई एउटा सामान देखाउन आएको क्या हुन्छ नि यो चाहिँ मैले युज गरेको 3-4 हप्ता भयो होइन तर खत्रै छ मैले भिडियो बनाउन पाएको थिएन क्या यो क्याराबिनर के हुन्छ नि यो क्याराबिनर चाहिँ हुन्छ नि यस्तो दामी छ नि यति बलियो छ नि पैसा पनि फेरि तपाईँले हेर्नुभयो भने यस्तोलाई नि त्यति पर्छ र भनेर मनमा नि लाग्छ होला होइन पैसा अनुसारको यसको हुन्छ नि क्वालिटी हुन्छ नि खत्रै छ के हुन्छ नि एमा चाहिँ एउटा हाम्रो हुन्छ नि एउटा सानो बेल्टिन नाइफ छ के हुन्छ नि काममा परेको बेला यस्तो हुन्छ नि कामसाम गर्ने बेला ढाकढुक हुन्छ नि नाइफको काम गर्छ यसले एउटा सानो होइन अर्को भनेको चाहिँ तपाईँको यसले के काम गर्छ भन्दाखेरि हुन्छ नि बियर ओपनर पनि हुन्छ नि गर्न मिल्छ क्या यसले के टक्क लाएर होइन बियर खोल्न नि मिल्छ क्या यसले अर्को भनेको चाहिँ यसले मैले केमा युज गरिरहेको छु आजभोलि भन्दाखेरि चाहिँ मेरो किरिङ हुन्छ नि किरिङ सबै हुन्छ नि यो अब सबै यति धेरै छ कि किरिङ हुन्छ नि टक्क यो लगायो होइन म चाहिँ अहिले आजभोलि टक्क यतातिर झुप्पा राख्ने बनाइरहेको छु कि हुन्छ नि यो चाहिँ एकदमै युजफुल छ क्या सामानहरू नि लकिङ मेकानिजम पनि छ क्या यहाँ होइन यसरी लक गर्न नि मिल्छ होइन खत्रै छ है यो चाहिँ है तपाईँहरूलाई नि यस्तो हुन्छ नि क्याराबिनर चाहिएको छ भने चाहिँ साथीहरू होइन अब तपाईँहरू अब हाइकिङ साइकिङ जाँदा अब माउन्टेन क्लाइम्बिङ गर्नेहरू त कोही पनि हुनुहुन्छ कि हुनु थाहा छैन होइन त्यस्तो मान्छेहरूलाई चाहिँ यो चाहिँ एकदमै युजफुल हुन्छ नि पकेटमा भयो भने यसले हुन्छ नि धेरै ठाउँमा काम दिन्छ क्या घरिघरि फाइट पऱ्यो भने यसो राखेर घ्याँच दिँदा नि हुन्छ यसले चाहिँ खत्रै छ ल थ्याङ्क्स फर वाचिङ सी यु नेक्स्ट भिडियो